आज हाम्रो कुल पूजा दिवाली पूजाको हाम्रो कुल देवताको लागि यहाँ बाबा हो न खै नमस्ते गर ट्याक्सी खै बोलाउँछ ट्याक्सी स्टप गर खै स्टप स्टप खै बस बस आएन बस 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 कोही एरोप्लेन खोइ भन त बबर्स खोइ बबर्स बबर्स खोइ झिङ्गा खोइ झिङ्गा हाम्रो पुण्य पनि तयार भइसकेको छ हामी कहाँ जानु लागेको छ र मन्दिर भन भगवान्कोमा जानु लागेको है तयारी सक्यो नि त आमा के भइरहेछ ल अब हामी के अब जाने बेला भयो पूजा लगिसक्यो अब हामी यहाँबाट जानु बोका लिएर किसली लिएर सबै तयारीमा छौँ हामी सबै जानुलाई तिनवटा नातिहरू आएन अलिकति गुनासो त्यही छ मलाई तै पनि खुसी छौँ अब के गर्ने भगवान्ले त्यस्तै भयो अनि दाइ कस्तो भइरहेछ प्रतीक्षामा छौँ अरू दाजुभाइहरूलाई कुरिरहेछन् अब हामी आफ्टर लङ टाइम 5 वर्षपछि कुल पूजा गर्दैछौँ त्यही हो मौसमले साथ दियो नि त हो अब यो मौसम त पानी पर्ने रोक्ने भइरहेछ यो मौसमले च्यालेन्ज गरिरहेछ अब कुल भगवान्को चाहिँ पूजा गरेपछि हामी चाँडै मौसमलाई च्यालेन्ज गर्नेवाला छौँ घरको तयारी सब सकेछ दुईवटा बोकाको पनि तयारीमा छ हाम्रो सानो नाति त झन् मन्दिर जाने जी भगवान्कोमा जाने खै भनेको जम्प जम्प डान्स पनि गरियो डान्स अब हामी निस्किन लाग्यौँ बोका पनि रेडी छ पूजा थालीहरू के छ ठिक छ तयारी ल हाम्रै हेलो जाम जाम यसरी हामी सबैजना जम्मा हुँदै मूल पूजा घर भएको ठाउँमा जम्मा हुन्छौँ सबै दाजुभाइहरू अनि त्यहाँबाट एकैचोटि हाम्रो कुल मन्दिर भएको स्थानतिर हामी प्रस्थान गर्छौँ सबै ठाउँमा रहेको दाजुभाइहरू त्यहाँनिर धेरैभन्दा धेरै जमघट भएको छ हाम्रो 5 वर्ष पछाडि गइरहेको छ आराम छ भाउजू आराम छ बाबा आरामै दाइ खोइ त अगाडि माथि गइसक्नु भयो आरामै छौँ देवता भगवान्ले त्यही त नि रक्षा गरोस् पानी आएको थियो अहिले रोक्यो नि दाइ सब यो बाटोहरू सफा गर्दै हो कि होइन बोल्दै ल यहाँ सब जमघट भइसकेको छन् फग्ला त्यहाँबाट ला न्यु चाहिँ भनेको यस्तो छ हाम्रो माथि जमघट भइसकेको छ यता छ नि टोली ग्याङहरू
अगाडि जानु होइन के पता जानु अलि अगाडि लैजानु लाम लस्करमा छ नि बोक्ने मान्छेले बोक्छ कि नबोक्ने मान्छे बोक्नु मिल्दैन नि यो सानो सानो मान्छेले बोक्नु हुँदैन त्यही भएर मैले बोलाएँ क्या त्यही भएर नमान्नु दाजुभाइहरूको लाम लस्कर खिच्दैछौँ हामीले किन जान्छ भन एकदम एकदम ठिक एकदम ठिक रमाइलो रमाइलो जानु मलाई एकदम रमाइलो देवाली 5 वर्षमा भएर एकदम रमाइलो गोलाई सब खुस या मूल खोला छु गजमा भन्नु म तिर मलाई दाजु कस्तो भएर राम्रो ठिक छ होइन तिमी समाउनु होइन तिमीले हेर्ने बोल्ने मात्र ल हामी कहाँ जाँदैछौँ ल भन हामी देवाली थानमा हो ल ओके ल हामी ठिक भइरहेछ नि यसै गरी पूजा गर्नु पाइयो रक्षा गरोस् कुल देवताले रक्षा गरौँ ल यो हो हाम्रो डाँडा यस्तो छ
यहाँबाट छ न ल जानुपर्छ यस्तो छ भ्यू हाम्रो यहाँबाट अचार किनेको यो त तलबाट सजिलो हो यताबाट सजिलो हो जय होस् जय होस् यस अलि मेरो टोकन यस ल 2500 हजार हो 2500 आफूतिर फर्काएर राख्छ ओ यहाँ फोटो खिच्न आफूतिर फर्काएर राख्छ रमाइलो बोका संविधान हेलो ल यसरी बाइकमा सामान्य आउँदैछ बिस्तारी बिस्तारी के आउँदैछ यसमा प्रसादहरू बाटो छोड्दैन होला यस्तै जानु एकछिन बल कुरेर होइन माथि गएर जाऊ आज चाहिँ खतराकै पारिसक्यो भन्यो दुइटा हात छौँ प्रसादहरू चढाउने यहाँ भाइहरूले बाइकमा लिएर आउँदैछ ठक कुनै ल सजिलो चाहिँ कुनै ल ल सेलरोटीको चाङ पूजा पाजा गर्नु त ल बत्ती अन्डाहरू सजिलो भएछ सजिलो भएछ भने ल दाइ ढड्डा बोकेर आउनु भएको छ चलो ल ल म यहाँ त एउटा फोन पनि गरिदिन्छु एकैछिनको दाइको कता हामी त्यो ठाउँमा गएर त्यहाँ यो गराउँ सानो गरा ए ल हस् हस् यो त कस्तो भएछ त है सबै टाइम जानै पर्छ सब अनि भेट भयो है आनन्द है ल यसोमै भएको म कति खुसी हो त नि थिएँ भने एकै दिन होइन एकै दिन त्यो त नि सबै भेट हुने भयो रमाइलो आमा गइसक्यो नि
जाने बेला जाने बिचारा सुरु निल म ए द के पकाकी सुन ध्यान होला खाँचो यहाँ बिहानै पठाएको क्या उहाँ बढाइरहेको छ मान्छे वो ठे ठाटाको साँचो होला त आगुनिसिङ दासङ्गाल बोले आगुनिसिङ दासिङ डुब्दा बुझ्यो सकोसिङ थाहा समय नै अलि उहाँले वो वो न एकदम भालो एकदम ओ सेमा प्रस्ताव पठाउनु सबैजना नखाइकन जानु पाइँदैन वो झन् राम्रो हुन्छ सबलाई चिन्जान हुने मौका हुन्छ मेरो दाजुभाइ रहेछ चेलीबेटी रहेछ भनेर चिन्छ अनि बल्ल पनि ग्रहण गर्नु पर्यो अनि जानु पर्यो सबलाई यो चाहिँ उर्दी लाउनु पर्यो हो त्यो राम्रो पनि हो सबजना मेरो दाजुभाइ रहेछ भने चिन्जान हुन्छ कि सबभन्दा कुरो खानुको भन्दा पनि यो एउटा माध्यम एउटा सोलो प्रोग्राम बनाए होइन सबैजना नखाइकन कोही पनि घर नजाने मेरो त त्यहीँ समअप गरे गयो होइन जे छ सबै त्यहीँ गऱ्यो बेलुकासम्म भ्याए सबलाई जानुभन्दा यहाँ खाएर बनाएर सबभन्दा राम्रो पिकनिक जस्तो होइन अनि चिन्जान भयो नि हाम्रो दाजुभाइ अर्कोचोटि त्यो अनि त्यो राम्रो हो चिनाउने मौका यो चाहिँ प्रस्ताव राख्नुपर्छ क्या त्यो राम्रो हो त्यही भएर त यो यस्तै पार्टी यो प्रस्ताव रेकर्डेड पनि भयो हामीले पछि हेर्न नि मिल्यो हो दाजु 그 영어 기하실래? 내가 좀 넣었어. 아, 제만 써도 되네. 그래. सुनिल कस्तो भइरहेछ बत्ती मात्रै झरेर केही भएन रमाइलो चाहिँ पाँच वर्षपछि कुरा भएको सबैजना देखेर रमाइलो भइरहेछ जमघट पनि ठुलो भएको छैन ठुलो छ हाम्रो सबै यहाँ राख्नु पहिला
पानी पऱ्यो नि गर्मी लाग्यो तपाईँलाई म बुझाइदिन्छु त्यहाँ बुझाउने नै हो पूजाको कार्यक्रम लगभग सकिसकेको छ अब देउटा ढोक्ने कार्यक्रम बाँकी छ अब चिनको बलि दिइसकेर अब पहिचान गरेर सबैलाई हस्तान्तरण गर्ने कार्यक्रम भएको छ